हेलो नमस्ते सबैजनालाई। चिसोले गर्दा दुईवटा लगाएको छु है। कस्तो कपडा लगाइछ नभन्नुला। ले टिचर बनेको होमवर्क गराउँदैछु। होमवर्क गराउँदा गराउँदा आफ्नो टाउको दुख्छ हौ साथीहरु। भनेको मान्दैन। एउटा होमवर्क गर्यो खेल्न लाग्ने, अर्को लेख्यो खेल्न लाग्ने गर्छ। बच्चाहरू कहिले हुर्किन्छन् तब आनन्द हुन्छ। छिटो घर बाबु, फटाफट खाना पकाउनु छ। खाना पकाउने तयारी पनि गर्न छ। उलाई दिदीहरुसँग होमवर्क गर भन्दाखेरि मान्दैन मान्ने। आफैले गराउनु पर्यो। अब यतातिर के गर्ने। हाउसवाइफ हुन पनि गाह्रो छ हौ साथीहरु। त्यो भन्दा बाहिर गएर काम गरे पा दिनभरि काम हुन्थ्यो है। हुन त यस्तै होला बाहिर पनि घरभित्र पनि, तर हाउसवाइफ हुन धेरै गाह्रो छ। सबैको चित्त बुझाऊ, सबैको काम गर। त्यति गर्दा पनि सुख मिल्दैन, के गर्न। मेरो त झन् साना बच्चाहरू मात्रै छन्। उनको चित्त बुझाउँदा बिहान मलाई 9 बजी जान्छ। त्यहाँबाट सब जान्छन्। यिनीहरूले लथालिङ्ग गरेको सबै ठेगान्दै 2-3 बजी जान्छ। फेरि 4 बजी आउँछन्। आएर फेरि त्यस्तै घर। त्यस्तो गर्दै ठिक्क हुन्छ। सोच्ने टाइमै मिल्दैन कि अहिले के काम गरौँ भनेर फुर्सद पनि मिल्दैन। त्यही भएर भिडियो बनाउनु पनि टाइम मिल्दैन गाइस। के गर्नु गाह्रो छ। फुर्सद नभएर हैरान। बच्चाहरू बढ्यो भने अलि सजिलो हुन्थ्यो कि भन्ने हो। झन् उल्टो टेन्सन मात्रै हुन्छ कि क्या भन्ने लाग्छ बच्चा बढेपछि। मेरो छोराको दाँत देख्नुभयो? हाय कति राम्रो छ। पुरा दाँत चाहिँ चकलेट खाइकिन सत्यानाश। बाई बाई। भोलि भेटौला। अरे खाना पकाउनु पर्यो, खानाको तयारी गर्नु पर्यो। तपाईहरु पनि लागिसक्नु भयो होला खाना पकाउन दिदीबहिनीहरु। बाई बाई सबैलाई।